हेलो हेलो नमस्ते सबैलाई। यो भिडियो चाहिँ फेस्टिभलको नै भिडियो हो, तर मैले बिर्सेँ कुन फेस्टिभल थियो त्यति बेलामा। अनि हामी चाहिँ घुम्न जाँदैछौँ। मैले नाम पनि बिर्सेँ घुम्न जाने ठाउँको। अनि हामी चाहिँ बिचबिचमा सानो सानो क्लिपहरू लिँदै मजाले इन्जोय गर्दै हिँड्दै आधी घन्टा लगाएर त्यो ठाउँमा पुग्दैछौँ। यो चाहिँ मेरो चटक। हाम्रो सरले चाहिँ भिडियो फोटो खिच्न मान्नुहुन्न, त्यही भएर मैले चाहिँ जिस्काउँदैछु यहाँ हैन। हामी करिब आधी घन्टा हिँडेर चाहिँ यो ठाउँमा पुग्यौँ र ठाउँ चाहिँ एकदमै राम्रो थियो। हरियो, जता हेऱ्यो त्यतै हरियो हैन। त्यति गर्मी पनि थिएन, त्यति जाडो पनि थिएन, ठिक्कको थियो मौसम चाहिँ। र यो हो हामी घुम्न आएको ठाउँ। यहाँ चाहिँ पुरै ड्याम लगाएको रहेछ। अनि यसको मुनि चाहिँ झिँगा माछाहरू थियो टन्नै। अनि हामीले यहाँ चाहिँ भिडियो फोटो हैन टन्नै खिच्यौँ, बनायौँ भनौँ न। जति यो भिडियोमा राम्रो देखिरहेछ नि त्यति नै साँच्चैकै राम्रो नै थियो यो ठाउँ चाहिँ। मैले चाहिँ चटक देखाइरहेको छु यहाँ हल्का। अनि भिडियो पनि बनाइरहेको छु, टिकटक पनि बनाइरहेको छु हैन। अनि त्यहाँ चाहिँ प्लेन बस्न जाँदैछ एयरपोर्टमा। त्यसपछि अरू हामी आधी घन्टा जति यहाँ बसेर फोटोहरू खिचेर फेरि बस चढ्ने ठाउँतिर लाग्यौँ। यो चाहिँ बुजिवा हो, त्यहाँ गएर मोमो किनेर हैन खाएँ। अनि यहाँ चाहिँ कुकुर तैरिरहेको थियो। फेरि बस चढेर हामी भेलेटा लग्यौँ। अनि त्यहाँ पनि मैले अलिकति चटक देखाएँ फोटो भिडियो लिएर। अनि हामी किनारा हुँदै बीच साइडतिर लाग्यौँ। त्यहाँ चाहिँ पानी एकदम सफा थियो। यति नै हो भिडियो चाहिँ। र यो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।